नुहाउनु लुगा धुनु लाएर गएको हुन्थ्यो होला है त्यो उसको पशुपति उसको टिका हलेसीको टिका थियो त त्यो हलेसीको टिका लाएर जान्छौ त होइन के चाहिँ भयो भने नाना यो छ नि जुन यो मेरो हेर्नु न यसको पेटी बिसिने भएको यहाँ यो कालो पारिदिन्छु कि सब्जी ठिक गरेको छ यो कालो अरू गाडी आउँदैन चलिहाल्छ नि यता बाटोको हालत यस्तो छ माछा खसेछ यस्तै बाटोमा आएको हामी
फेरि यहाँको मान्छेहरूले दिँदैन चाहिँ मान्छे यहाँ हिँड्दैदेखि पिउनु परेको केही त छोड्नु भएको छैन नि पुलपारी खोटाङ हो पुलवारी उदयपुर पुलपारी खोटाङ यहाँ कति बेला पुग्नु पर्ने गरेर
गीतले भन्दै थियो भोक लागेको बेला भात मिठो भनेर ट्र्याक्टर अड्केर चिसापानी
जनतेढुङ्गा गाउँपालिका 5 नम्बर वडा कार्यालय चिसापानी वडा। कस्तो छ तार तार हामी बसमा आएको बीपी चोक। भगवती दर्शन भन्ने बसमा हामी चिसापानी बजारसम्म आइयो। यतिलाई 200 अरे हो। यहाँको फाइदा रहेछ व्यापार गरियो भने त हाँ के अरे ए यतै छ। होइन होइन त्यो होइन। जिल्ला हुला कार्यालय जनतेढुङ्गा गाउँपालिका।
चिसापानी क्याम्पस चिसापानी गर्नु सक्यो भने नाना यहाँ चाहिँ भोकै नभए यहाँ घटमा चाहिँ मकै यहीँ धान यहीँ कोदो यहीँ तोरी यहाँ भोकै नभए चाहिँ गरी खानु सक्यो भने गरियो भने हेऱ्यो तोरी धान हेऱ्यो नि अहिले हाम्रो तर खानु पनि पाहाड तल यस्तै हो प्रकृतिले गर्दा होला पाहाडतिर चढ्यो भने मेरो माइग्रेन ठिक हुन्छ सोच्नु चल्दो रहेछ त्यो बिउ ल्याउनु पर्ने थियो है गोटा पर्छ है पर्छ केरा र पर्छ अम्बकले म खानु खाइरहेको छु कस्तो लागिरहेछ चन्ते ढुङ्गा आएर मेरो फेभरेट प्लेस यहाँ आउने मेरो कति धोको थियो आज पुरा हो दाजुले जाउँ भन्दै हुनुहुन्थ्यो भन्दै अन्त पोहोर पनि कान्छाले जानु दुईजना भनेको रिसी पठाउनु त्यहाँबाट फेरि आफ्नै कुरा निकाल्नु भयो हिजो फेरि बेलुका के भन्नुहुन्छ बित्थामा भनेछु आज भोलिको जाउँ भन्नुहुन्छ को भन्नुहुन्छ त मलाई बेलुका त बित्थामा जाउँ भनेछु आजको भोलि फेरि सित कति गर्नु हेर्नु त कस्तो राम्रो घर गाउँको म त बस्छु ल अहिले त छैन न होला मान्छे ए हजुरको आफ्नै हो धन्यवाद दाजु ठिकै छ त्यति भयो दाइ ठिक छ धन्यवाद दाजु धन्यवाद तपाईँलाई होइन हजुर यस्तो पनि राम्रो भएन धन्यवाद एकछिन बिसाउनुहुन्छ अनि होइन हुन्छ ठिकै छ यिनीहरू उकाएर खान्छु धन्यवाद तपाईँलाई उहाँको आफ्नै रहेछ र पनि हामीलाई खाँदा के हुन्छ त टिपेर खानुहोस् न बेलतिर पनि के छ कस्तो छ अम्बक खाँदैछु तर माथिको जति मिठो छैन नि मिठो त छैन यो पनि कोटाक बजार यो चाहिँ कता जान्छ उहाँहरूले किन्नुहुन्छ त्यहाँ आउनुभयो त हजुर दाइ त्यहाँ आउनुभयो त भनेको आउनु भएन कता पर्छ चन्द्री पर्छ त्यो झन् दाजु मात्रै बस्नु दाजु गरेर लाउनै भनेको तपाईँले लाएन त हामी यताबाट आएको चिसोपानीबाट अब यो घोरले जाने बाटो यो चाहिँ अब हामी यहाँ तल जाँदैछौँ यो चाहिँ
मैना बजेकोमा जाने बाटो खोलिटार जाने बाटो। सुन्तला फलेछ, कुनै कुनै त पाक्न पनि लागेछ। कति बाग्लो के हाम्रो कति राम्रो तिहार आउन लागेर। फुलबारीको धनी हो यो बुनु र भाइ हो नि है। खोटाङमै झन् मेरो पनि खोटाङको यो जन्ते ढुङ्गा गाउँपालिका नि आइपुग्यो। के गर्नु छ र खोटाङ भनेर मात्रै हुँदैन, सबै एकै होइन, सबै घुम्न कहाँ सकिन्छ र। आकाश पनि त आधी आकाश निकाल्यो त्यस्तो। स्वर्गीय ठाउँमा आइयो मेरो फेभरेट प्लेस। सुँगुरको माउ सेतो भाले क्वाक क्वाक। के हो यतातिर अलिक अल्छे छन् कि के हो, अलिक मल पुराएन छन् नि। बारीमा मल पुगेन त्यही त। तपाईँ जानु भएको छैन त्यताबाट होइन? हामी स्कुल जाँदा पाण्डे गाउँ जस्तै छ क्या यता। पारिपट्टिको गाउँलाई के भन्छ? यहाँ पनि रहेछ के अरे पाण्डे गाउँ रहेछ यता पनि। यो म यता छु अनि बजूको घर जाने बाटो यो अरे। मैना बजूको घर जाँदैछु। मैना बजू घरमा हुनुहुन्छ कि हुन्न, फेरि मार्नुहुन्छ होला मैना बजूले। तिमीहरू एकैजनाको त कहाँ हुन्थ्यो बहिनी, यत्रो कतिजनाको? यो पुरै गाउँको हो। ओहो डेन्जर छ यहाँ चाहिँ, जुत्तै लाएर आउनु पर्ने रहेछ है। जुत्ता भयो त त्यो सुकेको थिएन र मात्रै, नत्र त्यो जुत्ता त सजिलो हुन्थ्यो नि त, पानीमा नि भिज्दैन थियो होइन। अब चाहिँ साँच्चीकै मैना बजूको घर आयो है। ए जेठा नाति मैना बजूको घर धेरै वर्षपछि आउँदा कस्तो हुँदैछ त?
सुल भइरहेको म त यो गोठतिर त अल्छी म त कति यो अलिअलि एकतिर यस्तै हुन्छ क्या यो अलिकति यसलाई मल नपुगेको अलिक गोडेर नि तर नगोडेको मल यहाँ हेर्नु त बिचरा कोदोको हालत गर्नु चाहिँ सासटुङ्गै गर्ने रहेछ नि मान्छेले कराउँदै हिँड्नु न यसो गाउँलेले पनि थाहा पाउनु न ए महिनाको घरमा आज पाहुना कराउनु ए मैना बजु हौ ए बजु घरमा हुनु न क्या त्यस्तै हो क्या घरमा गर्ने मान्छे नभएपछि नाना भइरहेको छ हेर्नु ए बजाई मैना बजुको बाख्रा छ क्या बुढो भए पनि फलेकै हो नि मैना बजुको नि बारी यस्तो छ मौरी रहेछ हो मैना बजुको त भित्रै रहेछ मौरीको घर पनि लु बजु तर घरले गयो होला नि भन्यो घरले जानुभयो होला भन्यो नि त होइन नि यहाँ बजुलाई नै विशेष भेट्न आएको अनि कहाँ त्यो त त्यसरी जाने सुनगेलीसम्म आउँथ्यो नि त गाडी तपाईँहरू बा बसेर त्यहाँसम्म आउनुहुन्छ भन्ने पनि भयो अनि फेरि गाडीदेखि झरेर 5 मिनट होला तल्लोपट्टि लाग्नुभयो अनि म खुरुखुरी आइगयो धेरै रहेछ नि त अनि के छ नि हामी त के थाहा बजुको घर पहिलोचोटि आएको 3 दिन यता सोध्दै आएको नि बजु अब यहीँ आउनुहुन्छ भन्न जाने आएको छैन पहिलोचोटि हो नि बजु दुईजनै आएको छ आजै हो फर्स्ट टाइम आजै आएको त्यही भएर नचिनेर हामीले अब उतै मधेसतिर झर्नु त्यो ऊ परके जातिको छ नि यति बेला घाँस काटेर आएको बोल्दैछु अनि अब मधेसतिर झरेर बस्छ भइहाल्यो नि त कहिले केही गर्नु के अनि आएछ ऊ राजाको छोराको आदिहरू रमाइलो लागेको कहाँबाट राधाको छोरा बुहारी नि सम्झिँदो रहेछ नि अचम्म लाग्यो होला निकले मात्र किन रुनु भएको अरे नि अरूकोमा त नबस्दा नि हुन्छ बजुकोमा त बस्नुपर्छ नि भनेर आएको हामी यी बजुको साथी बोल्ने साथी यही होला होइन तपाईँको हाम्रो बजुको साथी तिमी हाम्रो कालु माने कति ज्ञानी रहेछ हेर्नु न चिसो क्या मान्छेको छेउमा पर्दैन क्या बजु पर्दैन माया त लाग्छ नि बजु नसकेपछि त त्यसो नसक्ने काम धेरै नगर्नु गाली गरेर फेरि बेच पार्छन् ल्याउँदिन क्या म त वस्तु भाउ भनौँ खेतीपाती भनौँ यो अनि दाँजो चाहिँ बारी चाहिँ कस्तो बजु त्यो त घरले गाउँको मान्छे म त ऊ त्यति यति खेत रोपेँ कतितिर अनि घाँस काट्छु खै के त्यो दसैँमा राम्ररी नै भयो होला आएछ सबै भेला बस्छ हजुर बजु सबैजना जाति आएको ए यहाँ त देशन आएर के कुखुराहरू पनि मरेर वाक्कै बनायो म त सबै बसिरहेको यहाँ उसैमा बस्छ न म भित्र चाहिँ बढाएको बिरालो होइन कति मजाले सुतेको जाडोले हो बिरालो यस्तै गर्छ नि त जाडोमा जाडो भयो यो बिहामा कुलकुलिन्छ ऊ मिठो मिठो खोज्छ अहिले यस्तो सोधिन्छ
नै कान्छा उनले त्यहाँ बाख्राहरू बाँधेको क्या घाम लाग्दैन भित्र अनि जाडो हुँदैछ अनि राधाको छोरा बुहारी पनि आइपुगेछन् भनेर बोकेको रुनु भयो है यस्तै हुन्छ बुढाबुढीको घरमा आउँदा इमोसनल सकिनै छैन त्यही भएर यसो राति गरो कोही कोही बेला माया गर्दै गर्नुपर्छ बिरालो